तपाईहरु सबैलाई येशू ख्रीष्टको नाममा जय मसी। म सुरेन सुनवा एनसीयूकेबाट र अहिले हामी च्यारिटी कप एकदम धेरै नजिकिसकेका छौं र सायद हाम्रो कोअर्डिनेटरहरूले अनि म्यानेजमेन्ट टिमले सबै कुराहरू व्यवस्थापन त गरिसक्नु नै भएको छ। तैपनि के भइराछ र कहाँसम्म पुगेको छौं यो विषयमा विशेष यहाँको कोअर्डिनेटर एलदेव गुरुङसँग म छोटो केही कुराकानी राख्नेछु र आउनुस् उहाँले कसरी तयार गर्नुभएको छ म उहाँसँग कुरा गर्छु। यदि तपाईको समय मिल्यो र तपाईले भ्याउनु भयो भने चाहिँ यो भिडियोको सुरुदेखि अन्तसम्म हेर्नुस् र कहाँ जानुपर्ने के गर्नुपर्ने टाइम टेबलको कुराहरू छन् र विशेष त्यहाँ एन्ट्रीका कुराहरू छन्, सबै कुराहरू उहाँसँग म राख्नेछु। यो सबै उहाँले बताउनु नै हुनेछ र तपाईले पनि पुरा जान्नु हुनेछ। यो तपाईले स्किप नगरिकन सबै हेर्नु होला है। म तपाईलाई यही कुरा एडभाइस दिन्छु। देव सर जय मसी। जय मसी सुरेन सर, जय मसी। च्यारिटी कप त धेरै नजिक आइसक्यो, के छ तयारीको कामहरू? हजुर सुरेन सर, अब 5 दिन मात्रै बाँकी भयो। अब यो आउने 14 तारिक जुनमा, यो शनिबार हो। एकदमै तयारीहरू भइसकेको छ। हामीले सूचना दिनुपर्ने ठाउँहरूमा सबै सूचनाहरू दिइसकेका छौँ। मलाई लाग्छ सबैजनाले थाहा पाइसक्नु भयो होला। धन्यवाद सर। यो च्यारिटी कप भनेर हामीले भनिरहेछौँ र सबैलाई पनि थाहा छ। एकचोटि फेरि यो च्यारिटी कपको उद्देश्य तपाईले बताइदिनु न। होइन सर, यो एकदमै महत्त्वपूर्ण प्रश्न सोधिदिनु भयो सुरेन सर, धन्यवाद त्यसको लागि। च्यारिटी कप हामीले सुरुका दिनदेखि नै 5वटा एकदमै पवित्र उद्देश्यहरू राखेर चाहिँ हामीले सुरु गरेका हौँ। यसको पहिलो महत्त्वपूर्ण उद्देश्य भनेको चाहिँ हामीले चाहिँ कसरी हुन्छ एकताको निम्ति भेला गर्ने, इन्टिग्रेसन भनेर भन्दछ है। हजुर। सबभन्दा पहिलो हाम्रो चाहिँ उद्देश्य नै एकताको निम्ति भेला गराउने हाम्रो मानिसहरूलाई त्यो हो। र दोस्रोमा चाहिँ एउटा पारिवारिक मनोरञ्जन हो हाम्रो उद्देश्य। हाम्रो विश्वासी दाजुभाइ दिदीबहिनीहरूले पनि होइन एउटा हाम्रो अब क्रिस्टीय एउटा चाहिँ मनोरञ्जन गर्ने एउटा ठाउँ होस् भनेर चाहिँ यो च्यारिटी कपको दोस्रो उद्देश्य चाहिँ हाम्रो परिवारहरूलाई चाहिँ एउटा मनोरञ्जन दिनु पनि हो। र तेस्रोमा चाहिँ तपाईँको चाहिँ यस्तै स्पोर्ट हो। यस्तै है एउटा खेलकुदको माध्यमबाट चाहिँ जवानहरूको बिचमा एकता ल्याउने, जवानहरूको बिचमा घुलमिल गराउने अनि साथै फुटबल एउटा खेलकुदको माध्यमबाट परमेश्वरलाई महिमा दिने, त्यो हाम्रो तेस्रो उद्देश्य हो भने। र हाम्रो चौथो उद्देश्य चाहिँ वर्सिप एन्ड इभान्जेलिजम भनेर भन्दछौँ। हामी त्यहाँ फुटबल मात्रै खेल्दैनौँ, त्यहाँ 1 घन्टा हामीले समय छुट्याएको हुन्छौँ। त्यहाँ हाम्रो नृत्य हुन्छ, त्यहाँ हाम्रो भजनहरू गाइन्छ, त्यहाँ एउटा वचन प्रचार हुन्छ, अनि त्यहाँ चाहिँ वर्सिप हुन्छ, अनि त्यहाँ हामी सुसमाचारको कामहरू पनि गर्नेछौँ। त्यसले गर्दाखेरि वर्सिप एन्ड इभान्जेलिजम हाम्रो चौथो उद्देश्य हो भने। र पाँचौँ र अन्तिम उद्देश्य चाहिँ एनसिजी यो च्यारिटी कपको उद्देश्य चाहिँ एनसिजी युके आफैमा एउटा च्यारिटेबल अर्गनाइजेसन भएको कारणले गर्दा एनसिजी युकेलाई चाहिँ आर्थिक सङ्कलन गर्ने, फन्ड क्रिएट गर्ने, ताकि हामी चाहिँ अरू ठुल्ठुलो कामहरू पनि गर्न सकोस्। त्यो चाहिँ हाम्रो पाँचौँ उद्देश्य हो सर। एकदम महत्त्वपूर्ण उद्देश्य च्यारिटीको रहेछ। यो यसमा केही खानपिनका कुराहरू के छ देव सर? खालि फुटबल मात्रै हो कि अरू खानपिनको केही कुराहरू पनि छ त्यहाँनिर? होइन सर, यो त खानपिन त हाम्रो वान अफ द के भन्छ एकदमै आकर्षकको एउटा चाहिँ विषय हो। हजुर। लास्ट इयर चाहिँ हाम्रो 22वटा स्टल्सहरू थियो। यो पालि पनि 17वटा स्टल्सहरू भइसकेको छ। त्यहाँ मोमोदेखि लिएर तपाईँको आलुदम, सेलरोटी, आलु निम्किन, अब त्यहाँ ड्रिङ्क्सहरू, जुसहरूदेखि लिएर र विशेष गरेर त्यहाँ चाहिँ बार्बिक्यू हुनेछ है। लास्ट इयर हामीले 400 किलो मासु पोली खाएको रहेछौँ। 400 किलो मासु पोली खाएको रहेछौँ। र यो पालो हामीले 400 किलो भन्दा घटी नल्याउने, आजभन्दा अझै बेसी ल्याउने ल्याउनु पर्ने त्यो छ। अनि बार्बिक्यू हुनेछ, त्यहाँ हामीले धेरै खानाको प्रकारहरू हुनेछ सुरेन सर। हजुर। अनि यो स्टल तपाईँले 17वटा स्टल भन्नुभयो, अझै बढ्नेवाला पनि होला नि सर? हजुर सर, आउने क्रम जारी नै छ सर। अनि हामी सबैलाई स्वागत गर्छौँ है। तपाईँको आफ्नो इन्डिभिजुअल्स कुनै पनि स्टलहरू छ भने तपाईँले अझै पनि ल्याउन सक्नुहुन्छ। शनिबारसम्म छ, हामीलाई कन्ट्याक्ट गर्नुहोस् होइन। तपाईँलाई एकदमै स्वागत छ आफ्नो स्टल ल्याएर राख्नलाई। ए हजुर। अनि तपाईँले यो फुटबल भन्नुभयो, यो फुटबलमा सबै त्यहाँ फुटबल प्लेयरहरू सबै क्रिस्चियनहरू मात्रै छन् कि नन क्रिस्चियन के छ यसो बताइदिनु न सर। हामीले सर यो किनभने एउटा हाम्रो उद्देश्य चाहिँ सुसमाचार प्रचार गर्नुपर्ने यो च्यारिटी कपको उद्देश्य भएको कारणले दिन दुख्ने हामीले चाहिँ के गरेछ भने एउटा टिममा 3 जनासम्म खेलाडी के अरे नन क्रिस्चियनहरू हजुर चाहिँ राख्न पाउने प्रावधान हामीले मिलाएका छौँ। जसले गर्दाखेरि चाहिँ तपाईँको 20वटा टिमहरू भयो भने एटलिस्ट 60 जना त खेलाडी मात्रै है। अरू त उहाँको साथीभाइ खेलाडी मात्रै 60 जना खेलाडीहरूलाई चाहिँ हामीले चाहिँ सुसमाचार गर्न सक्छौँ सर। एकदम राम्रो रहेछ। अनि कति हाम्रो युट्युब हेरिराख्नु हुने आदरणीय प्लेयरको लागि तपाईँले डेट, टाइम अनि त्यो लोकेसन बताइदिनु सर। यो हाम्रो चौथो एनसिजी युके च्यारिटी कप चाहिँ यो आउने शनिबार अर्थात् चाहिँ 14 जुनमा हुन गइरहेको छ।
र यो चाहिँ लास्ट इयरकै ठाउँ हो। यो चाहिँ फेलतामको स्प्रिङ वेस्ट कलेजमा हुन्छ र यो बिहान त्यहाँ चाहिँ गेट चाहिँ बिहान 8 बजे नै खुल्छ। सो 8 बजे बिहानदेखि नै त्यहाँ आउन चाहिँ सक्नुहुन्छ तपाईँहरू है। आएर टेन्ट टाल्ने तयारी गर्ने सबै हुन्छ, आफ्नो स्टलहरू सेटअप गर्ने 8 बजेदेखि नै तपाईँहरू गर्न सक्नुहुन्छ। तर खेलाडीहरूको हकमा चाहिँ खेलाडी अनि क्याप्टेन एन्ड म्यानेजर्स उसकोमा चाहिँ 9 बजे चाहिँ त्यहाँ टेन्टमा आइसकेर रजिस्ट्रेसनहरू सबै प्रोसेसहरू गरिसकेको हुनुपर्छ। 9 बजे चाहिँ त्यहाँ हामी प्रार्थना गर्नेछौँ अनि अलिकति ब्रिफिङ गर्नेछौँ। अनि त्यसपछि 9:30 बजे चाहिँ एकदमै सार्पली 9:30 बजे चाहिँ खेल सुरु हुन्छ सर। धन्यवाद सर। एउटा यसमा फुटबलको विषय भन्ने बित्तिकै धेरै कुराहरू हामीले मोनिटर गर्नुपर्ने हुन्छ। त्यहाँको रेफ्रीको कुराहरू अनि हेल्थ एन्ड सेफ्टीको कुराहरू अनि त्यहाँनिर जुन फ्यामिली ग्यादरिङको कुरा एकचोटि तपाईँले सर्टकट भनिदिनु सर। रेफ्री कस्तो हुनुहुन्छ? रेफ्रीहरू हामीले लास्ट इयर पनि एकदमै फिफा क्वालिफाइड है। अनि यहीँको युकेको आर्म फोर्समा हुनुभएको हाम्रो आर्मी दाजुभाइहरू हुनुहुन्छ होइन, उहाँको एउटा टिम नै छ फिफा क्वालिफाइड रेफ्रीहरू। यो वर्ष पनि हामीले लास्ट इयर जस्तै फिफा क्वालिफाइड रेफ्रीहरू ल्याउनेछौँ। र यता मेडिकल टिम हामीले बनाएको छौँ, त्यसमा हाम्रो 2 जना डक्टरज्यूहरू साथै 2 जना रजिस्टर्ड नर्स अनि त्यसपछि हाम्रो फर्स्ट एडरहरू पनि हुनुहुन्छ र मेडिकल टिम नै हुनेछ सर हाम्रो त्यो लागि। धन्यवाद, एकदम राम्रो तपाईँले वेल प्रिपरेसनको कुराहरू तपाईँले बताउनु भयो, धन्यवाद। अनि यो पाउनको हदमा नन विश्वासी पाउनको हदमा के छ सर? एक्सेसको कुराहरू छन्, कतै फी एन्ट्री गर्ने कुराहरू अनि ती गएर किनेर खाने कुराहरू के छ? तपाईँको कस्तो व्यवस्थापन गर्नुभएको छ? सर यो चाहिँ अब च्यारिटी इभेन्ट हो, त्यसले गर्दा यहाँ सबैजनालाई स्वागत छ है। सबैजना चाहे विश्वासी होस् अविश्वासी होस् सबैजनालाई स्वागत छ। र यसमा हामीले टिकटको कुनै पनि त्यस्तो प्रावधान हामीले राखेका छैनौँ। फ्री अफ चार्ज हो, आउनुहोस् होइन, इन्जोय गर्नुहोस्। र जति पनि स्टलमा तपाईँले खर्च गर्नुहुन्छ होइन, म फेरि यो स्पष्ट गर्न चाहन्छु, स्टल्सहरू जति पनि हुन्छ त्यो च्यारिटीको निम्ति हुन्छ र तपाईँले खर्च गर्नुभएको त्यो दिनमा जति पनि तपाईँले खर्च गर्नुहुन्छ त्यो सबै च्यारिटीमा जान्छ सर। तपाईँलाई धेरै धेरै धन्यवाद जुन समय दिनुभयो मलाई। र मैले देखिरहेको छु तपाईँ त अब यो जसरी एनसिसी युकेले जसरी यो च्यारिटी कपको जुन सुरुवात गर्यो त्यही समयदेखि तपाईँ यसको कोअर्डिनेटर गर्दै हुनुहुन्छ र अहिले पहिलो दोस्रो तेस्रो गरेर चौथोसम्म पनि तपाईँले अहिले अझै गरिराख्नु भएको छ। र यो त धेरै कुरा तपाईँलाई अनुभव छ। यसको हदमा तपाईँले कति पाउना र कति विश्वासीहरू आउने तपाईँले एक्सपेक्टेसन गर्नुभएको छ यो वर्षको 2025 को च्यारिटी कपमा? सर पहिलो हामीले जुन पहिलो एनसिसी युके च्यारिटी कप गरेदेखिको दोस्रो तेस्रोमा चाहिँ एकदमै वृद्धि देखेको छौँ हामीले। लास्ट इयरको हदमा भन्नुपर्दा धन्दै केही नभएको 600-700 मानिसहरू आउनुभएका थिए होइन। त्यसले गर्दाखेरि यो वर्ष चाहिँ मैले चाहिँ 1000 भन्दा तलको चाहिँ मैले एक्सपेक्टेसन राखेको छुइनँ। अनि त्यस कारण गर्दा मैले 1000 प्लस नै मानिसहरू आउनुहुन्छ भन्ने मैले आशा गरेको छु। हजुर धन्यवाद सर, तपाईँलाई एकदम तपाईँको एक्सपेक्टेसन हजुर एकदम राम्रो छ। र अन्तमा तपाईँले अफिसियल इन्भाइटेसन तपाईँले दिनुहोस् यो एनसिसीको अफिसियल युट्युबबाट छ। हुन्छ सुरेन सर, सर्वप्रथम तपाईँलाई धेरै धेरै धन्यवाद यो मौका दिनुभएकोमा। र जतिजना पनि अब तपाईँहरूले यो हाम्रो एनसिसी युकेको अफिसियल युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ, म हात जोडेर तपाईँहरू सबैजनालाई यो 14 जुनमा हुन गइरहेको चौथो च्यारिटी कपमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। विशेष गरेर जति पनि हाम्रो 27वटा मण्डलीहरू हुनुहुन्छ एनसिसी अन्तर्गत, तपाईँ सबैजना आइदिनुहोस्, तपाईँको आफ्नो साथीभाइ इष्टमित्र परिवारहरू लिएर आइदिनुहोस् भनेर म एकदमै तपाईँहरूलाई चाहिँ हृदयबाट नै एकदमै स्वागत गर्न चाहन्छु र तपाईँलाई एकदमै निमन्त्रण पनि म दिन चाहन्छु। र यदि तपाईँहरू एनसिसी युके अन्तर्गत पनि हुनुहुन्न भने पनि तपाईँहरू सबैजनालाई, यो एउटा क्रिस्चियनको मात्र इभेन्ट होइन यो चाहिँ है, यसमा सबैजना तपाईँहरू चाहिँ जुनै पनि ब्याकग्राउन्डको हुनुहोस् तपाईँहरू आउन सक्नुहुन्छ, तपाईँहरू इन्जोय गर्न सक्नुहुन्छ। अनि हामी चाहिँ तपाईँहरूलाई स्वागत गर्नको निम्ति एकदम आतुरको साथमा पर्खिरहनेछौँ। धन्यवाद। धन्यवाद सर तपाईँलाई।